विषयमा यसमा प्रमुख लेख दिनुभएको छ आदरणीय डाक्टर बाबुराम। सानो भए पनि योगदान पुर्याउन रातो झिल्कोको एक प्रकारको पुनर्जन्मको एउटा रह्यो। आजको मार्क्सवादलाई साँच्चीकै समाजवाद र विश्व समाजवादी क्रान्तिको जुन थालनी भएको छ त्यो थालनी अनेक उतार चढावहरू पार गर्दै अगाडि बढ्दैछ। अहिले पनि त्यो प्रक्रिया निरन्तर जारी छ। कयौँ ठाउँमा ठुल्ठुला धक्काहरू खाइएका छन्, तर पनि त्यो प्रक्रिया अहिले पनि जारी छ। त्यो प्रक्रियाको सन्दर्भमा पनि मैले समीक्षा गर्न यहाँ समक्ष उभिएको छैन। त्यसरी नै विश्व कम्युनिस्ट आन्दोलनमा अनेक प्रकारका उतार र चढावहरू प्रकट भएका छन्। कहिले गम्भीर उग्र वामपन्थी भड्काउहरू प्रकट भएका छन्, कहिले गम्भीर दक्षिणपन्थी भड्काउहरू प्रकट भएका छन्। ठुल्ठुला बहस र वाद विवादहरू समेत प्रकट भएका छन् र कम्युनिस्ट आन्दोलन कहिलेकाहीँ अत्यन्त उज्जवल सम्भावनाका सामु पुग्न थालेको देखिएको छ भने कहिलेकाहीँ फेरि गम्भीर धक्काहरू खाएर पछाडि परेको अवस्था पनि देखिएको छ। त्यो आन्दोलनको समग्र समीक्षा गर्ने सिलसिलामा पनि म यहाँहरूसँग उभिरहेको छैन। त्यसरी नै अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन जुन ढङ्गले अगाडि बढ्दै आएको छ, हाम्रा सामु अनेकन ठुल्ठुला सैद्धान्तिक र राजनीतिक चुनौतीहरू प्रकट हुँदै गएका छन्। मार्क्सले जति बेला मार्क्सवादको निर्माण गर्नुभयो त्यति बेलाको विश्व परिस्थिति, जति बेला लेनिनले समाजलाई बदल्ने सिलसिलामा जुन परिस्थितिको सामना गर्नु पर्यो, जुन परिस्थितिको विश्लेषण गर्नु पर्यो, त्यो बेलाको परिस्थिति र अहिलेको परिस्थिति, अहिले 21औं शताब्दीको यो 8औं वर्षको परिस्थितिमा ठुला परिवर्तनहरू भएका छन्। यो परिवर्तनका समग्र परिस्थितिहरूको विश्लेषण गर्ने सिलसिलामा पनि म उभिरहेको छैन। र आजको मार्क्सवाद भनिरहँदा म एउटा अलिक ठिकै ढङ्गको सेरोफेरोबाट मात्रै आफ्नो विचारहरू प्रकट गर्न गइरहेको छु। खास गरिकन नेपालको सन्दर्भमा आजको मार्क्सवाद के हुन सक्दछ त्यो कुरामा म सीमित हुन चाहन्छु। त्यसमाथि पनि हामीले नेपालमा पनि मार्क्सवाद लेनिनवादका आधारभूत सिद्धान्तहरूलाई नेपाली क्रान्तिको ठोस व्यवहारमा लागू गर्न थालेको हामीले 60 वर्ष पुरा गरेका छौँ। यो 60 वर्षको अवधिमा नेपाली कम्युनिस्ट आन्दोलनले अत्यन्त महत्त्वपूर्ण उपलब्धिहरू हासिल गरेको छ, अत्यन्तै महत्त्वपूर्ण अनुभवहरू पनि हासिल गरेको छ। यसले अत्यन्त महत्त्वपूर्ण अग्रगति पनि लिएको छ र नेपाली राजनीतिलाई अगाडि बढाउने एउटा अत्यन्त महत्त्वपूर्ण राष्ट्रिय शक्तिको रूपमा यो विकसित भएको छ। र अहिले देशी होस् वा विदेशी कुनै पनि प्रकारका प्रतिक्रियावादी शक्तिहरूले, प्रतिक्रान्तिकारी शक्तिहरूले, यथास्थितिवादी शक्तिहरूले यो आन्दोलनका सामु औँला ठडाउन नसक्ने अवस्था सिर्जना हुन थालेको छ। यो अत्यन्त खुसीको कुरा हो। तर यसरी यो 60 वर्षका अनुभवहरू जो हाम्रो सामु छन्, अत्यन्त मूल्यवान अनुभवहरू छन्। ती मूल्यवान अनुभवहरूको श्रृङ्खलाको बारेमा पनि म उद्घाटन गर्न गइरहेको छैन। तर मैले मार्क्सवादलाई जसरी बुझ्छु, मार्क्सवाद भनेको समग्र समाजलाई परिवर्तन गर्ने गाइड टु एक्सन मात्रै। यो गाइड टु एक्सन भएको हुनाले हामीले समाजलाई कसरी अध्ययन गर्ने, समाजलाई कसरी बुझ्ने र त्यसलाई परिवर्तन र रूपान्तरण गर्ने नीति, कार्यदिशा र सिद्धान्तहरू कसरी निर्माण गर्ने, यी ज्यादै नै महत्त्वपूर्ण कुराहरू हुन्छन्। मार्क्सले लेख्नुभएका, एङ्गेल्सले लेख्नुभएका, लेनिन स्टालिनले लेख्नुभएका रचनाहरूको व्यापक र प्राज्ञिक अध्ययनको विषय मात्रैलाई हामीले मार्क्सवादी ढङ्गले काम गर्ने कुराको रूपमा बुझ्नु हुँदैन। हामी समाजलाई बदल्नको लागि अगाडि बढिरहेका छौँ भने त्यही ढङ्गले मार्क्सवादलाई हामीले बुझ्नुपर्ने हुन्छ। आजको मार्क्सवाद भनिरहँदा हामीले यो नेपाली समाजलाई रूपान्तरण गर्ने सिलसिलामा हामी कस्ता कार्यक्रमहरू निर्धारण गरिरहेका छौँ, कस्ता सिद्धान्तहरू अगाडि सारिरहेका छौँ, कस्ता कार्यदिशा र नीतिहरू अगाडि सारिरहेका छौँ र कसरी रूपान्तरण गर्दैछौँ, यो सबभन्दा महत्त्वपूर्ण प्रश्न हुन्छ। अब नेपाली समाजमा सामन्ती पुनरुत्थानवाद र यथास्थितिवादका शक्तिहरू एकातिर र व्यापक जनसमुदाय अर्कोतिर भएको अन्तर्विरोध खडा भएको छ। यो अन्तर्विरोध अहिले प्रधान अन्तर्विरोधको रूपमा रहेको छ। त्यसैले सामन्ती पुनरुत्थानवादी शक्तिहरू र यथास्थितिवादी शक्तिहरूका विरुद्ध अन्य सम्पूर्ण शक्तिहरूलाई एकताबद्ध गरेर मात्रै हामी समाजलाई बदल्ने काममा अग्रगति प्राप्त गर्न सक्दछौँ। यी 6-7 वटा कुराहरूलाई हामीले गम्भीरतापूर्वक
सक्यौँ भने मात्रै हाम्रो आजको कार्यनीति कार्यदिशा ठिक ढङ्गले हामी उभ्याउन सक्छौँ र यस्तो कार्यनीति कार्यदिशाको आधारमा व्यापक जनसमुदायलाई जागृत गर्ने, सङ्गठित गर्ने, एकताबद्ध गर्ने, गोलबन्द गर्ने र कम्युनिस्ट क्रान्तिकारीहरूलाई पनि सिद्धान्तनिष्ठ एकताको बाटो मार्फत यो कार्यदिशाका आधारमा हामीले एकताबद्ध गर्ने र एउटा विराट कम्युनिस्ट आन्दोलनको निर्माण गर्ने कामहरू गर्न सक्यौँ भने मात्रै नेपाली क्रान्ति सही ढङ्गले अगाडि बढ्न सक्दछ। अन्यथा हामी एकको अर्का देब्रेवा दाहिने दिशातर्फ भड्केर जान सक्दछौँ। त्यसैले अहिले नेपाली समाज र नेपाली क्रान्ति एउटा अत्यन्त उज्जवल सम्भावनाको बीचबाट अगाडि बढ्दैछ। हामी सबै परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुन सक्यौँ, सही कार्यदिशा लिएर अगाडि बढ्न सक्यौँ भने नेपाली समाजमा हामी एउटा निश्चित समयभित्र सामन्तवादलाई उन्मूलन गर्न सक्छौँ। हामी क्रान्तिकारी भूमि सुधार आयोजना गरेर त्यो भूमि सुधार लागू गराएर हामी सामन्तवादलाई समाप्त गर्न सक्छौँ। त्यसरी नै साम्राज्यवादसँग अहिले पनि कतिपय असमान सन्धिहरू छन्, त्यो असमान सन्धिहरू सबै हामी चुडाल्न सक्छौँ र साथसाथै हाम्रो देशलाई दलालको साथ पुँजीवादले खडा गरिदिएको पुँजीवादी बाटोबाट होइन, हामी समाजवाद उन्मुख बाटोबाट यो समाजलाई रूपान्तरण गर्दै अगाडि बढाउन सक्छौँ। कम्युनिस्ट आन्दोलन जुन स्तरमा अहिले छ र पुरै संसारले नेपालको कम्युनिस्ट आन्दोलनलाई नेपालमा भइरहेको मार्क्सवादको रक्षाको प्रक्रिया भनौँ, मार्क्सवादको प्रयोगको प्रक्रिया र मार्क्सवादको विकासको पनि प्रक्रियालाई बडो गम्भीरतापूर्वक दुनियाँले हेरेको छ। यति बेला मेरो विचारमा हामीले गम्भीरताको साथ मार्क्सवादको बारेमा बहस गर्नु र त्यसको एउटा सैद्धान्तिक संश्लेषणसम्म पुग्ने कोसिस गर्नु नेपाली समाजको आमूल परिवर्तनको आवश्यकताको दृष्टिकोणले मात्र होइन, अहिलेको साम्राज्यवादका विरुद्ध विश्वव्यापी एउटा आन्दोलनको आवश्यकता, 20औं शताब्दीका क्रान्तिका र 20औं शताब्दीका प्रतिक्रान्तिका अनुभवहरूको एउटा नयाँ संश्लेषण गर्ने आवश्यकतासम्म पनि यो अभिन्न रूपले जोडिएको छ र हाम्रो काँधमा, हामी नेपाली कम्युनिस्टहरूको काँधमा, नेपाली क्रान्तिकारीहरूको काँधमा विशेष रूपले यो ऐतिहासिक जिम्मेदारी आएको छ कि हामी त्यसलाई पुरा गरौँ। यदि हामीले त्यसलाई पुरा गर्न सकेनौँ भने यसले खाली नेपालको आमूल परिवर्तनको आन्दोलनलाई मात्रै होइन, नेपालको राजनीतिक, सामाजिक, आर्थिक रूपान्तरणको प्रक्रियालाई मात्रै होइन, विश्वभरिकै साम्राज्यवाद विरोधी अभियानमा पनि बडो नकारात्मक असर पर्ने स्थिति अहिले छ। यो हाम्रो लागि बडो गर्वको कुरा पनि हो कि हामी एउटा सानो गरिब पिछडिएको देशमा मार्क्सवादको रक्षा, प्रयोग र विकासको एउटा यस्तो प्रक्रिया छ र नेपालको श्रमजीवी जनसमुदाय थुप्रै कठिनाइहरूसँग जुझ्दै यो सबभन्दा वैज्ञानिक मानव जातिले आर्जन गरेको अहिलेसम्मका ज्ञानको संश्लेषण मार्क्सवादलाई आफ्नो जीवन व्यवहारमा प्रयोग गर्न र त्यसको विकास गर्ने जमर्को गरेको